यदि तपाईँ बिजनेस ओनर हुनुहुन्छ र डिजिटल मार्केटिङमा मैले किन इन्भेस्ट गर्ने त भन्ने प्रश्न तपाईँको मनमा कुनै न कुनै टाइममा आएको छ भने दिस भिडियो इज फर यु। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। म तपाईँसँग केही फ्यु रिजन्सहरू सेयर गर्छु वाइ यु निड टु इन्भेस्ट इन डिजिटल मार्केटिङ भनेर। फर्स्ट, टु रिच वाइडर अडियन्स। डिजिटल मार्केटिङको युज गरेर तपाईँ वाइडर अडियन्ससम्म पुग्न सक्नुहुन्छ। सेकेन्ड रिजन इज तपाईँको ब्रान्ड अवेरनेस बिल्ड गर्न। तपाईँको ब्रान्डले के मेसेज दिन चाहन्छ, तपाईँको ब्रान्ड के हो, त्यसको बारेमा पिपलहरूलाई अवेर गराउनको लागि डिजिटल मार्केटिङमा इन्भेस्ट गर्न जरुरी छ। थर्ड रिजन इज टु जेनेरेट लिड्स एन्ड इन्क्रिज सेल्स एन्ड ग्रो फास्टर। तपाईँको जुनसुकै बिजनेस होस् त्यो बिजनेसलाई लिड चाहिन्छ। लिडको द्वारा त्यो लिडलाई नर्चर गरेर सेल्स गर्नुपर्ने हुन्छ र सेल्सलाई लार्ज स्केलमा गर्नको लागि डिजिटल मार्केटिङमा इन्भेस्ट गर्नुपर्ने हुन्छ। फोर्थ रिजन इज ट्रस्ट र क्रेडिबिलिटी बिल्ड गर्नको लागि यु निड टु इन्भेस्ट इन डिजिटल मार्केटिङ। एन्ड लास्ट बट नट द लिस्ट, द रिजन टु इन्भेस्ट इन डिजिटल मार्केटिङ इज यु विल गेट मेजरेबल रिजल्ट। तपाईँले मेजर गर्न सक्ने रिजल्ट्सहरू पाउनुहुन्छ। तपाईँले त्यही अनुसार आफ्नो स्ट्राटेजीलाई रिफाइन गर्दै जान सक्नुहुनेछ। यदि यो रिजन्सहरू मध्ये तपाईँको गोलसँग केही म्याच खान जान्छ भने इट्स द टाइम फर यु टु इन्भेस्ट इन डिजिटल मार्केटिङ। तर तपाईँले एउटा कुरा दिमागमा सदैव राख्नु पर्ने हुन्छ, यु निड टु बी पेसेन्ट। डिजिटल मार्केटिङ गरेर इम्प्लिमेन्ट गरिसकेपछि अथवा तपाईँले कोही डिजिटल मार्केटरलाई हायर गरेर गर्नुभयो भने यु निड टु बी पेसेन्ट, किनकि रिजल्ट देखिन टाइम लाग्न सक्छ र आफ्नो बिजनेसलाई कसरी अनलाइनमा ग्रो गर्न सकिन्छ भन्ने कुरा जान्न चाहनुहुन्छ भने हिट द फलो बटन एन्ड बी विथ मी।